काली काली महाकाली कालिके पापहरणी धर्मोक्ष प्रदे देवी गुहेकाली नमस्तुते। भगवती गुहेकालीलाई नमन गर्दै आदरणीय महानुभावहरू, हामी वैदिक न्यूज च्यानलको माध्यमबाट तपाईहरुलाई भिन्न भिन्न विषयमा केही महत्त्वपूर्ण विषयहरू यहाँहरु सामने जानकारी गराइरहेका छौं। भगवती नवदुर्गा भवानीको जुन दिव्य स्वरूप छ, आवाज छ, तेज छ, त्यो भगवती नवदुर्गाको नवदुर्गा किन भनिन्छ त भन्दाखेरि यो बडो दिव्य कथा छ। श्रीमद् भागवत देवी भागवत पुराणमा यसको कथा छ। दुर्गा सप्तशतीमा यसको कथा छ। चण्ड मुण्ड प्रचण्ड आदि गरेका रक्तबीजहरूले यति धेरै दुःख दिए, भगवती त्राहिमाम 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 भनेर भगवतीको प्रार्थना गर्न थाले, महाशक्तिको प्रार्थना गरे। सबै प्रकार राक्षसी असुरी गुणहरू भएका सम्पूर्ण राक्षसहरूले धरतीलाई तहस नहस बनाउन खोजे। धरतीमा यति धेरै अशान्ति, अत्याचार, दुराचार, व्यभिचार, भ्रष्टाचार बढ्यो कि सारा जनसमुदाय त्राहिमाम त्राहिमाम भनेर भगवतीको प्रार्थना गर्न थाले। त्यसपछि त्यो महादिव्य स्वरूपले आकाशवाणीबाट भन्नु हो, तिमीले सबै देवताहरूको शक्ति एकत्रित भएर जुन शक्ति बन्दछ त्यो नवदुर्गा भवानी हुनुहुन्छ भनेर यसरी आकाशवाणी भयो। त्यसपछि भगवान इन्द्रले त्यो महाशक्तिलाई, त्यो सृष्टिमा भगवान इन्द्रले वज्र दिनुभयो भगवती महामायालाई। ब्रह्माजीले कमण्डल दिनुभयो, भगवान शंकरले त्रिशूल दिनुभयो भगवती महामायालाई। साथसाथै समुद्रले हे मां आमा भनेर शङ्ख प्रदान गर्नुभयो। सम्पूर्ण देवताहरूले वरुणले वरुण पास दिनुभयो, रुद्रले रुद्र अग्नि शक्ति दिनुभयो, भगवान नारायणले वैष्णवी शक्ति प्रदान गर्नुभयो, शिवले शिवालाई शक्ति प्रदान गर्नुभयो। त्यसकारणले सारा देवी देवताहरूले त्यो शक्ति, त्यो सामर्थ्य, त्यो सबैको सामर्थ्य, ब्रह्माको सामर्थ्य, विष्णुको, रुद्रको, सम्पूर्ण चतुष्ठी योगिनीहरू, सारा देवी देवताहरूको सारा जति पनि छन्, ब्रह्मा विष्णु रुद्र र अन्य वरुण आदि गरेका देवताहरूको शक्ति एकत्रित भएर नवदुर्गा भवानीको 18 हात भएकी, अष्टभुजा भएकी भगवती नवदुर्गा भवानी प्रकट हुनुभयो। त्यो भिन्न भिन्न स्वरूपमा प्रकट हुने प्रथम शैलपुत्री छ। पहिलो दिन शैलपुत्री भगवती, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, षष्ठम दिन कात्यायनी, सप्तमम कालरात्रि, सप्तमम कालरात्रि, महागौरी चाहिँ अष्टम, महागौरी अष्टमीको दिन महागौरी, नवमीको दिन सिद्धिदात्री। यसरी भगवतीका 9वटा रूपहरू प्रकट हुँदै आए। तसर्थ शैलपुत्री भगवती, ब्रह्मचारिणी भगवती, चन्द्रघण्टा भगवती, कुष्माण्डा भगवती, यसका साथ स्कन्द माता भगवती, यो बडो दिव्य छ। तर कात्यायनी, महाकाली, सिद्धिदात्री आदि गरेका भगवती महागौरी र विशेष गरी सिद्धिदात्री आदि गरेका देवीहरू जो प्रकट हुनु, त्यो 9 दिनको भिन्न भिन्न पूजाको विधान छ तन्त्रमा। त्यो 9 स्वरूपले एक स्वरूपमा प्रकट हुँदाखेरि महादुर्गा उत्पन्न हुनुभयो। ती महादुर्गाले ती सारा चण्ड मुण्ड प्रचण्ड रक्तबीज महिषासुर आदि गरेका दानवहरूलाई वध गर्नुभयो। ती दानवहरूको शिर छेदन गरिदिनु हो। अति दुष्ट थियो त दानव, अत्याचारी, पापाचारी, दुराचारी, हिंसा प्रिय, मदिरा पान गर्ने र साथसाथै सारा जनतालाई त्राहिमाम बनाएर कष्ट प्रदान गरिएको थियो। त्यति बेला भगवती महामाया प्रकट भएर त्यो सारा आसुरी शक्तिहरूलाई नाश गर्नुभयो, दमन गर्नुभयो, सबैलाई दमन गरेर सबैको शक्ति हरण गरिदिनु भयो। त्यो महामायाले त्यो शक्ति हरण गरेपछि त्यो शक्ति समाप्त भयो। त्यो महामायाको शक्ति, दिव्य शक्ति जागृत भएपछि सारा शक्तिहरू जागृत भए र महामायाको त्यो दिव्य शक्ति, त्यो आभा चराचर जगतमा प्रकाशित भयो। त्यो प्रकाशित शक्ति र सबैले फेरि प्रार्थना गर्नुभयो र सबैको कल्याण होस् तथास्तु, यमेन चिन्तयते कामं तं तं प्राप्नोति निश्चितं भनेर भगवती महामायाले तिमीले जे चाहेका छौ त्यो सबै प्राप्त गर भनेर आशीर्वाद दिनुभयो, तथास्तु भन्नुभयो। त्यहाँ भगवती महाकाली प्रकट हुनु भएको प्रसङ्ग छ। महाकाली वीरभद्र आदि प्रकट भएको प्रसङ्ग छ। सारा रक्तबीजको रक्त शोषण गरेको प्रसङ्ग छ र सारा दानवलाई, आसुरी शक्तिलाई संहार गरिसकेपछि भगवती महामाया हिमालयमा गरेर त्यो दिव्य भावमा, दिव्य स्वरूपमा प्रकट भएको स्थिति हो। त्यसकारणले त्यो परम्परा हो हाम्रो नेपाली परम्परामा, पौराणिक मान्यताहरू छ। नेपालमा विशेष गरेर पूर्वदेखि पश्चिमसम्म शिवशक्तिले बेष्टित भूमि हो। शिवशक्ति सर्किट भन्छौँ हामी, शिवशक्तिले बेष्टित भूमि हो। शिव र शक्तिको संयुक्त शक्ति छ यो देशमा, यो राष्ट्रमा, यो समाजमा। त्यसकारणले भगवान शिव र शक्तिको स्वरूप हाम्रो जीवनसँग छ, हाम्रो जगतसँग छ, हाम्रो शक्ति र सामर्थ्यसँग छ। त्यसकारणले हामी
यति दिव्य स्वरूपमा, दिव्य आभामा, दिव्य तेजमा, दिव्यतामा हामी यसरी भावका साथ प्रार्थना गरौं कि अहिले राष्ट्रमायाको सङ्कट पनि समाधान होस्। महामाया जगत जननी भगवती महामाया दुर्गा प्रकट भएर सारा आसुरी शक्तिहरूलाई समाप्त गरून्, सबै आसुरी शक्तिलाई दमन गरौं, समन गरौं, सबैको भलो सबै कल्याण होस् भन्ने भावना हामीमा रहनु पर्दछ। यो रहेन भने हाम्रो स्थिति बिग्रिन्छ। त्यसकारणले अहिले पनि प्रत्येक समयमा तन्त्रमा भनिएको छ, जसलाई दुःख परेको छ ओम दुम दुर्गाय नमः भनेर यदि नित्य निरन्तर जप गर्यो भने दुःख कष्ट निवारण हुन्छ भनिएको छ। यसका साथसाथै अन्य विभिन्न मन्त्रहरू, तान्त्रिक मन्त्र, विभिन्न मन्त्रहरू छन्, त्यो मन्त्रको साधना गरेर आफूभित्रको ऊर्जा र चेतनालाई व्यवस्थित गरेर अगाडि बढ्यो भने त्यो मानिस सार्थक जीवन प्राप्त गर्न सक्दछ। सार्थक जीवन यापन गर्नको लागि उसले निरन्तर प्रयत्न गर्नुपर्दछ, निरन्तर प्रयासरत हुनुपर्दछ, निरन्तर सहजताका साथ अगाडि बढ्नु पर्दछ। अनि मात्र उसले जीवन सहज, साहस र आत्मीयताका साथ मानिस अगाडि बढ्न सक्दछ, उन्नत जीवन यापन गर्न सक्दछ। त्यसकारणले हामी पनि जीवनमा सबै प्रकारको शक्ति सामर्थ्य हामीमा प्राप्त होस् भनेर नित्य निरन्तर प्रार्थना गरौँ, स्तुति गरौँ र महामाया भगवतीको कृपा हामीले प्राप्त गरौँ। यिनै भावका साथसाथै महामायाको कृपा नित्य निरन्तर मिलोस्। 9 दिनसम्म नवरात्रिको उपासना गरेर 10औं दिनको दिन विजया भगवतीको पूजा गरेर टीका ग्रहण गर्ने, जमरा लगाउने, त्यो जमरा लगाएर टीका ग्रहण गरेर हाम्रो मन, बुद्धि, शरीर, चेतना र यो हाम्रो टीका जुन शिरमा लगाइन्छ यो थर्ड आई, तेस्रो आँखा भनिन्छ, कुटस्थ ब्रह्मलाई हेर्ने परम्परा हो। त्यसकारणले आफूभित्रको शक्तिलाई बुझ्नु पर्यो, आफूभित्रको सामर्थ्यलाई थाहा पाउनु पर्यो, आफूभित्र गलौको दिव्य आवाज तेजलाई बुझ्नु पर्यो। र भित्र पनि हाम्रो शरीरभित्र इडा, पिगला, सुषुम्नाहरू छन्, मूलाधारदेखि लिएर सहस्रदलसम्म जुन चक्रहरू छन्, यो चक्र सक्रिय गराउने, चक्रलाई शक्ति प्रदान गर्दै इडा, पिगला, सुषुम्ना नाडीहरूलाई सक्रिय बनाएर त्यो महामायाको प्रार्थना गर्ने योगीहरूले भित्र पूजा गर्छन्। संसारिक मानिसहरूले बाहिर गएर शक्तिपीठहरूमा, भिन्न भिन्न देशका शक्तिपीठहरूमा गएर दर्शन गर्ने, पूजा गर्ने, दुर्गा सप्तशती पाठ गर्ने, घर घरमा जमरा राख्ने, जमरा राखेर प्रतिदिन जमराको पूजा गर्ने, दियो कलश गणेशको पूजा गर्ने, सारा देवी देवताहरूको पूजा स्तुति प्रार्थना गरेर सुख शान्ति समृद्धिको लागि नित्य निरन्तर प्रयास गर्ने। यही त हो जीवन, यही हो सार्थक जीवनको लागि सहज जीवन। यसरी नै हामी अगाडि बढ्न सक्छौँ। त्यसकारणले साधनाको पथमा हामी अगाडि बढेर तन्त्रको साधनाबाट, मन्त्रको साधनाबाट, यन्त्रको साधनाबाट हाम्रो जीवन सार्थक, सफल र सहज बन्न सक्दछ। भवतु सर्व मङ्गलम। सबैको जय होस्। विजया दशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु।